नम्बर 3 सपाउँदे। वडा नम्बर 7 भित्र रहेका विद्यालयहरूमध्ये अर्को विद्यालय श्री दिपेन्द्रोदय आधारभूत विद्यालय यसै सपाउँदे गाउँमा रहेको छ। नमस्कार, म रिता गुरुङ। म यस श्री दिपेन्द्रोदय आधारभूत विद्यालय बिरौ गाउँपालिका 7 सपाउँदे स्याङ्जाको प्रधानाध्यापक र म विगत 7 वर्षदेखि यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आइरहेको छु र यो विद्यालय 2046 साल माघ 13 गते स्वर्गीय बुवा श्री देववीर खत्र गुरुङज्यूले चाहिँ कक्षा 1-3 स्थापना गराई ठुलो योगदान गर्नुभएको थियो। त्यसै गरी 2060 सालमा चाहिँ 4-5 सम्म चाहिँ कक्षा स्थापना भई हाल कक्षा नर्सरीदेखि कक्षा 5 सम्म यस विद्यालयमा अध्यापन हुँदै आइरहेको छ र यस विद्यालयमा शिक्षक 2 दरबन्दी, 1 राहत, 1 कर्मचारी र 1 शिशु शिक्षिका र 2 जना निजी गरी 7 जना शिक्षकहरू रहेका छौँ र यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 5 सम्म जम्मा 24 जना विद्यार्थी रहेको छ। यस विद्यालयमा पहाड ट्रस्टले प्रदान गरेको पुस्तकालय रहेको छ जहाँ 2500 भन्दा बढी पुस्तकहरू रहेको छ। त्यसै गरी हालै 2081-82 मा बिरौ गाउँपालिकाको समन्वयमा रुम टु रिडले पुस्तकालय स्थापना गरेको छ जहाँ 500 भन्दा बढी पुस्तकहरू रहेको छ। यस बिरौ गाउँपालिका वार्ड नम्बर 7 बाट चाहिँ हामीलाई धेरै सेवा सुविधाहरू प्राप्त भएको छ। जस्तै कम्प्युटर, प्रिन्टर लगायत घेराबार, मर्मत, सम्भार, साथै हालै यो 2081-82 सालमा चाहिँ स्टेज निर्माण कार्य पनि सम्पन्न भएको छ। हाम्रो वडा अध्यक्ष श्री मेघराज गुरुङज्यू चाहिँ यसै सपाउँदे गाउँको भएको हुनाले यस विद्यालयलाई चाहिँ धेरै माया गर्नु भएको छ र धेरै साथ दिनुभएको छ। यहाँ गुरुङ समुदायमा प्रचलित घाटु नाच पनि रहेको छ। नमस्ते, म के अरे यो घाटोको गुरामा भन्न पर्यो। अनि यो गाउँमा उहिलेदेखिको सत्यदेखिको जिजु बाजेपाला उहिले परम्परादेखिको चलिरहेको के अरे सातकन्याहरूको नाच घाटो, सातकन्याहरू नचाउँछ। सती घाटो भन्छ, यो घाटोलाई सती घाटो भन्छ। चैतको महिनामा गाउँछ, चैतको महिना नचाउँछ। यो वरिपरिको नजिकको पनि देवा देवता र धेरै टाढा हिमालदेखिको देवा देवता बोलाउँछ हामीले। हिमालदेखिको देवा देवता बोलाउँछ, यता तराईतिरको देवा देवता देवी देवताहरू नि बोलाउँछ। यो सेरोफेरोको देवी देवताहरू सबै बोलाउँछ। सातकन्या केटीहरूलाई नचाउँछ। त्यो अलि त्यो जुठो पिठो भएछ भने त्यो जुठो पिठोलाई नि हामीले तर्काइदिन्छ।
तर्काएर राम्रो नभएसम्म हामीले तर्काइदिन्छ अनि त्यसलाई बडा राम्रोसित चोखेर मजाले बल्ल त्यसलाई साथीसित सामेल गराउँछ अनि त्यो के अरे देवी देवताहरू बोलाएर त्यो सातकन्या बच्चाहरूलाई नचाएर उहिलेदेखिको फेरि त्यो हाम्रो नानीहरूको के अरे बच्चाहरू नानीहरूलाई बिहाबटन भएपछि हामीले त्यो नाचगान गर्न पनि दिन्न घाँटो नाच्न दिन्न क्या कन्या मात्रै कन्याहरू नचाउँछ बच्चाहरूलाई पनि केटीहरूलाई गोबरले लिपेर त्यो बच्चाहरूलाई त्यो घाँटोलाई पिर्का एकुन्टा ओछ्याएर आफ्नो पिर्का ओछ्याएर त्यहाँ बसेर तिनीहरूले त्यो घाँटो त्यो बसेर तिनीहरू नमस्ते गरेर ढोक गरेर त्यहाँ फेरि हामीले गाएको गीतमा गुरुले गाएको गीतमा सुनेर बस्छ अनि उनीहरूलाई सतीले समातेको छ भने चोखो छ सतीले देउताले समातेको छ भने उसलाई पनि यसरी देउता आउँछ बाबु अनि त्यही गीतले भयो भने भयो कतै एउटा गीत मिसकाट भएछ भने फेरि डबल फेरि दोहोऱ्याएर पनि त्यसलाई त्यो घाँटो त्यो गीत गाएर अनि फेरि त्यो कामनीहरूलाई नि त्यो सती आएकोहरूलाई नि निको पार्छौँ फेरि सधैँ क्या त्यो लिपलाप गरेर तिनीलाई त्यही चाल गरी बस्छ अनि पछि त्यो भ्याउने दिनमा पनि 4 दिनमा भ्याउँछ 4 दिनसम्म रात दिन गीत गाए नाचेको नाची हुनुपर्छ त्यहाँ 4 दिनको दिनमा भ्याएपछि एउटा मन्दिर बनाउँछ मन्दिर बनाएर गाईको दुध चोखो पानी धानको लावा भुटेर के अरे धुपधार गरेर फेरि उहाँ चढाइ फराइ गर्न जाँदाखेरि फेरि तिनीहरूले लान्छ गहना सबै लगाउँछ त्यो सबै त्यहाँ त्यो मन्दिरमा लगाएर त्यो चढाउँछ क्या देउतालाई त्यो दिएर दिन्छ अनि सुन त राख्ने कुरा आइन ल्याउँछ अपुर कुरो सबै त्यही देवालमा छोड्छ गाईको दुध चोखो पानी फुको धागो के अरे लावा सबै चढाइ फराइ गरेर तिनीहरूले कटौरी भन्छ त्यो राजाको कटौरी भन्छ त्यो धनुकी भन्छ त्यहाँ गीतमा धनुकी भन्छ हो तिनीहरू त्यो पनि जम्मै त्यही मन्दिरमा चढाउँछ अनि कुखुरा ल्याउँछ रानीलाई भाले दिन्छ अरू घाँटोलाई पोथी त्यहाँदेखि फेरि हाँसीले नकाट्ने त्यो नङले यसरी चिमाटेर त्यो देवालीमा त्यो चढाउने त्यहाँदेखि त्यो बच्चाहरूलाई त्यो घाँटोलाई नाच्ने दिनमा त्यो देउता सबै बोलाएर ल्याउँछ अनि के भन्छ आओ आओ त्यो देउताको नाम लिएर फलाना देउता आओ आओ के अरे
सातै कन्याको शिरैमा बसिला भनेर सातै कन्याको रक्षा गरिदियो भनेर गाउँछ गीत। अनि कुममा झर भन्छ, अनि ढाटमा झर भन्छ, अनि भुइँमा पाउमा झर भन्छ रक्षा गरिदिएको देउताले। अनि त्यसलाई छोड्न जाँदाखेरि फेरि जावै जावै त्यो देउताको नाम लिएर जावै जावै आफूमा त्यो सबै कुरो उसलाई बुझाउँछ त। आफ्नो आफ्नो मन्दिरमा आफ्नो आफ्नो के अरे मन्दिरमा गएर बस्छ भनेर नमस्ते गरेर ढोक दिएर पछि फर्केर हेर्न हुँदैन रे भनेर फेरि फर्केर आउँछ के बाबु। यहाँ सपाउँदे होमस्टे पनि रहेको छ। नमस्कार, म चाहिँ अर्थर सपाउँदे सामुदायिक होमस्टेको अध्यक्ष। हाम्रो चाहिँ यो अर्थर सपाउँदे सामुदायिक होमस्टेको विगत रूपमा चाहिँ 2076 सालमा चाहिँ हामीले दर्ता गरेको थियो। यो चाहिँ हाम्रो धार्मिक स्तूपमा हाम्रो चाहिँ विशेष गरी पर्यटकलाई चाहिँ ध्यान आकर्षणलाई चाहिँ यहाँ रहेको मनोकामना मन्दिर रहेको छ। र हाम्रो यता चाहिँ गाउँमै चाहिँ सिक्री थान भन्ने एउटा मन्दिर रहेको छ। अनि हामीले चाहिँ यहाँ चाहिँ गुरुङको घना बस्ती रहेको छ। हाम्रो यहाँ चाहिँ लगभग 60 घर रहेको छ गुरुङहरूको बस्ती मात्रै। अनि हामीले चाहिँ हाल चाहिँ 12 घरलाई चाहिँ समेटेर उसको होमस्टे सञ्चालन गरिरहेको छ। प्याकेजिङको हिसाबले चाहिँ हामीले पर पर्सन 1200 को दरले र हाम्रो चाहिँ यहाँको मेन पाहुनालाई चाहिँ यहीँ उब्जाउ भएका कोदोको परिकारबाट बनाएको कोदो मकै जस्ता परिकारबाटै हामीले चाहिँ लोकल उसलाई चाहिँ प्रायोरिटी दिएको छौँ। अनि हाम्रो यहाँ आउनलाई चाहिँ बजारी उसको हिसाबले चाहिँ वालिङबाट चाहिँ नजिक, वालिङबाट चाहिँ लगभग हाम्रो यहाँ चाहिँ 11 किलोमिटरको दूरीमा रहेको छ। हाम्रो चाहिँ अहिले आन्तरिक रूपमा चाहिँ धेरै ठाउँबाट आइरहेको छ र बाहिरी रूपमा चाहिँ हाम्रो चाहिँ अहिलेसम्म त्यसरी चाहिँ आएको छैनन् पाहुनाहरू। स्वागत चाहिँ हाम्रो यस्तो छ, हाम्रो गुरुङहरूको भेषभूषा झल्किने अरे अनि रीति पहिल्यैदेखि चलिआएको रीति हाम्रो घाटु सुराठी अनि हाम्रो गुरुङ भाषाकै झ्याउरे गानाहरू चाहिँ गरेर हामीले चाहिँ पाहुनालाई स्वागत गरिन्छ। कोदोबाट बनेका रोटी अनि गुन्द्रुकका अचारहरू अनि यहीँ लोकल कुखुराहरू लगायत यहीँका पूजा भएको मकै भयो हैन, यिनीहरूबाट चाहिँ पाहुनालाई चाहिँ गरिन्छ। हाम्रो चाहिँ सहयोगको रूपमा चाहिँ हाम्रो वडा अध्यक्ष चाहिँ यहीँको हुनुहुन्छ। त्यसैले चाहिँ उहाँले चाहिँ हामीलाई चाहिँ वडाबाट चाहिँ आफ्नो पहलमा चाहिँ 2 चोटि बजेट पनि हालिदिनु भएको छ। अनि प्रदेशबाट पनि उहाँकै थ्रुबाट चाहिँ हाम्रो बाटोको लागि चाहिँ गोरेटो बाटोको लागि चाहिँ 5 लाख रुपियाँ चाहिँ प्रदेशबाट पनि पहल गरिदिनु भएको थियो। त्यो दुईटा चाहिँ युज गरिदिनु भएको छ। गुरुङ समुदायमा प्रचलित मागी पूजा। आज मिति 2082 साल माघको 1 गते स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर 7 सपाउँदे म चाहिँ आज मागी
को चाहिँ नि प्रवाहको दिनमा पूजा गर्दैछौँ र देश विदेशमा रहनुहुने सम्पूर्ण आमाहरू दिदीबहिनीहरूलाई हाम्रो माघीले सदा सुख शान्ति र समृद्धि राखोस् भन्ने चाहिँ म अनुरोध गर्दछु। र यो माघी तमुहरूले माघी मनाउनेको कारण यो आज माघे सङ्क्रान्तिको दिनमा हाम्रो हिजो सृष्टिकालमा 7वटा कन्याहरू सृष्टि भएको थियो। त्यस कारणले त्यसपछि ती कन्याहरू आफ्नो आफ्नो क्षमताको हिसाबले देवी देवताको रूपमा चाहिँ सृष्टि भए र त्यसपछि ती 7 कन्याहरूसित फेरि हाम्रो 9 महागुरुहरूको पनि विवाह भए। त्यसकै हामी चाहिँ सन्तानहरू अहिले राष्ट्रभरि र बाहिर देशभरि फैलेको छौँ। र यो माघे सङ्क्रान्ति आज माघ 1 गते आमाहरूको महिना माघको महिना पनि भन्दै गरिन्छन्। र यो यसरी यो माघे सङ्क्रान्ति मनाउनुको लागि गुरुङहरूको आफ्नो आफ्नो चलन चल्ती र आफ्नो आफ्नो स्थानको अनुसारले मनाइन्छ। र हाम्रो गाउँ सपाउँदेमा आज माघे सङ्क्रान्तिको दिनमा मनाइरहेको छ। र यो माघे सङ्क्रान्ति आफ्नो धार्मिक शास्त्रिक नभइकन पनि हाम्रो यो वैज्ञानिकसित पनि जोडिएको छ। आजको दिनबाट हामीले चाहिँ उत्तरायण अथवा दक्षिणयाण भन्छौँ, दक्षिणयाणबाट उत्तरायणतिर आउँछ। जस्तै गुरुङहरू माथि लेखमा हुँदा वा अहिले पनि उधौली र उभौली हुन्छ र अब उभौलीतिर लाग्छन्। र यसै गरी अब यो महिनाको आजको माघे सङ्क्रान्तिबाट हामीले अब हिउँदो असार लाग्यो, बर्खा लाग्यो भन्ने पनि छ। देश विदेशमा हुने गुरुङ आमाहरू लगायत गैर गुरुङ आमाहरू सम्पूर्णलाई फेरि हाम्रो माघी देवीले चाहिँ रक्षा गरून् भन्दै म बिदा हुन चाहन्छु। नमस्कार। नमस्कार, मेरो नाम कसम गुरुङ हो। बिरुवा गाउँपालिका 7 नम्बर वडा। गुरुङ समाजमा यस्तो छ कि तपाईँ गुरुङ वर्गमा चाहिँ तपाईँको यस्तो हुन्छ कि तपाईँको पहिला चाहिँ त के भन्छ पुग्रिलो सप्रिलो भनेर त्यो गनिन्छ। तपाईँको अहिले घोडा वर्ग आछ। पहिला चाहिँ सप्रिलो भनेको चाहिँ त्यो सर्प वर्ग भनिन्छ। अहिले घोडा वर्ग आछ। त्यो वर्ग फर्किँदाखेरि वर्ग पुग्रिलो चाहिँ सर्प वर्ग चाहिँ जाने, घोडा वर्ग आउने। त्यसमा चाहिँ हाम्रो के छ भने सर्प वर्गले जाने भने रुब लाउने, अनि घोडा वर्गले फेरि आउनेले फेरि त्यसले पनि त्यहाँ चाहिँ हाम्रो आफ्नो आफ्नो रुब लाउने चाहिँ त्यो चलन चाहिँ हाम्रो गुरुङ समाजमा छ है। त्यो छ रुब लाउनेमा चाहिँ तपाईँको आज चाहिँ सर्प वर्ग गयो, आज रातबाट 12 बजेबाट फेरि उता चाहिँ अर्को फेरि घोडा वर्ग आयो। घोडा वर्ग आयो भनेर त्यो रुब लाउने हाम्रो चलन छ। रुब भन्नाले एउटा चाहिँ हाम्रो त्यो फुको धागो चाहिँ अब बनाएर तपाईँको चाहिँ अब आइमेको चाहिँ 7वटा सर निकाल्छ, 3 गाँठा हुन्छ। लौन्चरको चाहिँ तपाईँको 4वटा गाँठा पर्छ, 9वटा सर गरिन्छ फुको धागोमा। त्यो गरिन्छ। तर त्यो गरिरहेको छ। तर चाहिँ फेरि त्यो पार्का पनि हुन्छ। त्यो पार्का तपाईँको रातो सेतो हुने त्यो गोर्छ। त्यो रातो सेतो कसरी फर्काउने भन्ने कुरा त्यसमा छ। तर चाहिँ हाम्रो गुरुङमा के सोध्नुपर्छ भने त्यो पनि त रातो पहेँलो कसरी छुटाउने भन्दा पनि त्यो लामाहरूले धेरै चिन्नुपर्ने चाहिँ अर्थ छ। तर चाहिँ त्यो पार्का छ हुन्छ हाम्रो पार्का, त्यो पार्का उठेले चिनाउँछ। त्यो 12 बजीभित्रसम्म घोडा वर्गले अब रुब लाउने, त्यहाँ लुलु वर्गले पनि त्यहाँबाट त्यहाँ फेरि त्यो लुलु वर्गले पनि भेडा वर्गले पनि किलो भन्छ हामीले है, किलो भन्छ। अनि हामीले वर्षै पछि फेरि त्यो वर्ग बदल्ने बित्तिकै हाम्रो यो चाहिँ के भन्छ यो लामा चाहिँ हाल्ने हाम्रो चाहिँ चलन छ भन्नु पर्यो। रुब लाउने चाहिँ हाम्रो चलन छ। तर चाहिँ त्यो रुब किन लाउँछ त भन्ने कुरामा चाहिँ तपाईँको रुब लाउने कसरी लाउँछ त भन्ने कुरा चाहिँ हाम्रो चाहिँ के हुन्छ त भने त्यो वर्गले के हुन्छ त हामीले पार्को हुन्छ त्यहाँ। त्यसमा चाहिँ अब तपाईँको अब धनुष फाल्ने कुरामा हामीले चाहिँ अहिले तपाईँले हेर्नु सक्नुहुन्छ। यसरी फाले कुरा तपाईँले दाइले भने जस्तै अब तपाईँको त्यो चाहिँ अब सत्य मान्छे यहाँ बस्नुहुन्छ, असत्य मान्छेले त्यसलाई चाहिँ फाल्ने अरे के, हानेर फाल्ने अरे है। धनुष फाल्ने दिशा त हामीले दिशा पारेर फाल्नुपर्छ। दिशा पारेर पर्दाखेरि तपाईँको दिशा पारेर मेरो घरमा यसरी फाल्यो उसरी फाल्यो, किन त यस्तो फाल्यो भन्ने कुरो नि आउँछ। हामीले चाहिँ रोग व्याधि नलाओस्। अनि चाहिँ तपाईँको सत्य छ भने सत्य मान्छे यहाँ बस्छ, असत्य मान्छे चाहिँ त्यो चाहिँ त्यहीसँग धनुषसँग जान्छ भनेर भन्ने चाहिँ अब तपाईँको त्यो छ।
हेलो नमस्ते, मेरो नाम खगिन्द्र गुरुङ। अहिले हामी चाहिँ यसमा यसलाई चाहिँ घाइते भन्छ हामीले, अब गुरुङ भाषा अनुसार है। अब वास्तवमा भन्नुपर्दा अब हामीले चाहिँ यो चाहिँ घर रोगबार होइन, अब गोठ रोगबार, अब गाउँको लागि रोगबारको लागि चाहिँ हामीले यो चाहिँ राखेको हुन्छ यहाँ होइन। पु छ यहाँ, पुल हाँडी भन्छ यसलाई। हाँडी चाहिँ अब हामीले चाहिँ हाँडीलाई प्लास्टिकले ढाकेर राखेको छ। खास यो हाँडीमा चाहिँ हामीले चाहिँ विभिन्न यो कुथो भन्छ गुरुङ भाषामा, कुथो नौथोक अन्न के अन्न पानीहरू त्यहाँ हालेर बत्ती बालेर हामीले चाहिँ जुन मेन आउने गेटमा राखेको हुन्छ त्यसलाई चाहिँ हामीले मोहहरू अब गुरुङ भाषामा मोकु, रिकु, टिकु, चैकु भन्ने मोहहरू हामीले चाहिँ विभिन्न मोहहरूलाई हामीले बोलाएर ल्याएको हुन्छ कि त्यो गेटमा गेटमा बोलाएर ल्याएको हुन्छ। त्यहाँ अब त्यो मोहलाई अब चाहिँ धेरै जस्तो हामीले चाहिँ अब यो ठुलो थिएमा चाहिँ हामीले चाहिँ त्यो मोहहरूलाई चाहिँ हानेको हुन्छ। त्यो हानेलाई हान्ने बेला चाहिँ मोहहरूलाई हानेर हटाउने गर्छ यो हलुवाहरू गाडेर होइन। त्यो भूत पिशाचहरूलाई चाहिँ हटाउने भनेर भन्छ यसलाई। शत्रु बैरीहरूलाई पनि हटाइदिन्छ यसले। यो हामीले चाहिँ अब यताउति अब तन्त्र मन्त्र गरेर गाडेको हुन्छ हलोहरू पनि। हलो गाड्ने भनेको अब यो तिन डोबाटामा आफ्नो सेन्टर परेको ठाउँमा अब जस्तै घरमा रोकबार गरेको भए आफ्नो ठ्याक्क गेटको सामनी गाड्ने आफ्नो घरको लागि। अब यो त गाउँको लागि समाजको लागि भयो कि त्यहाँ ठ्याक्क हाम्रो चाहिँ चारै देश गाड्ने हामीलाई अब एउटा उता तलतिर गाड्ने भयो कि एउटा मासतिर गाड्ने भयो, एउटा उहाँ उता रौले भाँचीतिर गाड्ने भनेको छ। अब यो पुर्खौलीदेखि चल्दै आएको रीतिरिवाज हो होइन। अब यो हाम्रो ठोबहादुर चाग्ले गुरु र हस्तबहादुर फौजी गुरु अनि हाम्रो कसम चाग्ले गुरुले चाहिँ दिएको ज्ञानहरू यही हो। गुरुङ समुदायको विवाह संस्कार। नमस्कार, मेरो परिचय भन्दाखेरि म गते सभाउँदै कालीपाखाबाट म सुब्दा रिटायर ओमबहादुर गुरुङ लोमै गुरुङ। विशेष गरी हाम्रो गुरुङहरूको जो बिहाको चलन छ 3 किसिमले हुन्छ। भागी बिहा, एउटा फकी बिहा, एउटा चाहिँ मागी बिहा। बन्दोबस्तसँग चाहिँ गर्न नसक्ने तर चाहिँ अब केटी पनि खास झ्याप्पै नदेख्ने, कोही कसैलाई लगाएर फकाएर त्यो मिलेको छ भने त्यो केटीलाई चाहिँ लाने जो बिहा गर्ने चलनले फकी बिहा भन्छ सर्टकटमा छोटकरीमा। अर्को भनौँ चाहिँ मागी बिहा, जो कि इङ्ग्लिसमा एरेन्ज म्यारेज भनेर भनिन्छ। एउटा हाम्रो चलनअनुसार हाम्रो धर्मगुरु पचुसँग चाहिँ हेरफेर गरिन्छ, जसमा
हाम्रो वर्ग हुन्छ। मिसालको तौरमा अब बिरालो वर्ग छ भने गरुड वर्गसँग चाहिँ बिहा गर्न सकिन्छ। यो गुरुङहरूको मेवाको चलन पनि हुन्छ, जस्तो कि अब काठ मेवा हुन्छ, पानी मेवा हुन्छ, अनि चाहिँ यस्तो माटो मेवा हुन्छ। त्यो मेवाहरू चाहिँ मिलाएको हुन्छ। केटा पक्षको तर्फबाट एउटा जसलाई चाहिँ कारोबारी पनि भनिन्छ र हाम्रो चाहिँ गुरुङ भाषामा त्यसलाई चाहिँ कुटिनी पनि भनिन्छ। उहाँहरूले पनि सोच विचार गरेर हुन्छ भन्यो भने फेरि चाहिँ कुरा मिल्यो। अब कहिले त बिहा गर्ने त्यो सोधपुछ गर्नुको लागि एउटा सोधानी चाहिँ कार्यक्रम राखेको हुन्छ। त्यो बेलामा जाँदाखेरि एक गाग्रे रक्सी र एक टपरी कुखुराको पकाएको मासु त्यो लिएर चाहिँ सोधानीको लागि जान्छ। त्यो दस्तुर लिएर उहाँ जान्छ। त्यसमा अब त्यो केटीको पक्ष घरको मान्छेहरूले पनि आफ्नो दाजुभाइहरूलाई चाहिँ बोलाएको हुन्छ। ल आज त मेरो घरमा यसरी चाहिँ सोधानी आउँदैछ, फलानाको छोराले चाहिँ बिहा गर्ने भनेको छ, त्यसलाई सोधानी आउँदैछ भनेर उहाँहरूले चाहिँ आफ्नो दाजुभाइ छिमेकीहरू बोलाएको हुन्छ। यतिजना ढोग्ने छ भनेर उहाँहरूले चाहिँ त्यो पनि बताएको हुन्छ। फुपूहरूले पनि फुपू चारा गर्ने त्यो कुरा पनि बताएको हुन्छ। जुन दिन चाहिँ जन्ती जान्छ त्यो दिनमा चाहिँ 7 भारी चाहिँ त्यो अवश्य नै लैजान्छ। हेर्नुहोस्, 2 भारी दही, यानि कि 2टा ठेके दही, 1 भारी रक्सी र 1 टपरी चाहिँ पकाएको मासु लैजान्छ। जसमा चाहिँ लौ त्यो जो कारोबारी जो कुटिनी त्यसले लिएर जान्छ त्यो भारी, जसमा चाहिँ त्यो भित्र गएर हामी चाहिँ जन्ती आइपुगेको छ, अलि उतैतिर चाहिँ गेटभन्दा उतैतिर हामी छौँ। अब हामी कतिखेर भित्र आउनु त, हजुरहरूको फुर्सद के भयो, सबै तपाईँहरूले तयारी गर्नुभएको छ भनेर त्यो सोध्नलाई त्यो कसले लिएर जान्छ। 2 भारी रक्सी, 1 भारी फेरि 101 हुन्छ 1 भारी रोटीमा। मलाई चाहिँ जसलाई चाहिँ हाम्रो तमुहरूले प्लप्ला केही भन्छ र त्यसलाई भाब्रे रोटी पनि हाम्रो चाहिँ नेपाली भाषामा बोल्ने चलन छ। धेरै जसो 101 रोटी चाहिँ त्यो भारीमा सोलीमा हालेर लगेको हुन्छ। र 1 बोतल एउटा पिनाको भन्ने एउटा कोर्को जस्तो हुन्छ, त्यसलाई चाहिँ हामी गुरुङहरूले पिनाको पनि भनिन्छ। नेपाली भाषा पिनाको कोर्कोमा हालेको हुन्छ भने कोर्कोमा फेरि 10 रोटी एउटा चाहिँ बोतल त्यसमा प्याक गरेको हुन्छ। 1 टपरी चाहिँ जाँड सोलीमा चाहिँ राखेको हुन्छ। 1 भारी त्यो भइन्छ, टोटल गरेर 7 भारी भइजान्छ। एउटा चाहिँ एउटा खसी पनि दिने चलन छ। त्यो चाहिँ 1 दिन पहिले पुगिजान्छ त्यहाँ त्यो केटीको पक्षको घरमा, केटाको द्वारा मजा गजबको ठुलै खसी, जुन खसीले त्यो बिहाको दिनमा चाहिँ त्यहाँ काटेको हुन्छ। जन्ते स्वागत गर्दाखेरि 5 वटा चाहिँ हाम्रो त्यो राँको जलाएर राखेको हुन्छ यो केटी पक्षको तर्फबाट, जसमा चाहिँ 2टा राँको चाहिँ केटा पक्षले दिएको हुन्छ भने, जन्तेले दिएको भने 3टा राँको चाहिँ केटी पक्षको चाहिँ त्यहाँ स्वागत गर्ने बुवाहरूसँग रहेको हुन्छ। र जो सिनियर मान्छे जो बुढा ज्येष्ठ नागरिक हुन्छ उहाँले चाहिँ जन्ती पर्साउँदाखेरि त्यो दहीमा भिजाएको चामल चाहिँ छर्काएर फेरि सबैले टिका लगाइदिन्छ। अब ससुरबाट चाहिँ केटा चाहिँ ज्वाइँलाई चाहिँ ज्वाइँ मानेर अब टिका लगाइदिन्छ। यो हाम्रो परम्परामै छ। अनि हाम्रो चाहिँ गुरुङ संस्कारमै छ कि जेठी सासु र ज्वाइँ चाहिँ छुनु हुँदैन भनेर। त्यसले गर्दाखेरि जेठी सासूले आफ्नो ज्वाइँलाई टाढैबाट टिकाले छर्काएर चाहिँ आफ्नो चाहिँ ज्वाइँ मान्ने चलन छ। त्यसपछि फेरि ज्वाइँ साहबले फेरि जेठी सासूलाई कटुसको पातमा जुन पैसा छ छिन्कले उनेको हुन्छ त्यो चाहिँ दिएर ढोग्ने चलन छ। जेठी सासु र ज्वाइँको चाहिँ ढोग्ने कम्पिटिसन रहेको हुन्छ। आमतौरमा काफी समयसम्म जेठी सासु र ज्वाइँको चाहिँ ढोग्ने कम्पिटिसन हुन्छ। आमतौरमा अब ज्वाइँ चाहिँ हार्नु पर्ने हुन्छ, त्यही भएर ज्वाइँ चाहिँ उठिहाल्छ, त्यहाँबाट सासूले जित्यो भन्ने चाहिँ एउटा चाहिँ चलन पनि छ है। 2टा ठेकी मध्ये एउटा ठेकी सासूले दिएर र त्यसमा चाहिँ अब हाम्रो गुरुङहरूको चलन अनुसार त्यो कटुसको पातमा त्यसमा कमसेकम पनि सासूले चाहिँ 500 रुपियाँ नत्र 1000 रुपियाँ आफ्नो गच्छा अनुसार ढोकेको हुन्छ भने ज्वाइँलाई सासू ससुराले चाहिँ टिका लगाइदिनु थियो। त्यो बेलामा सासू ससुराले सेतो फेटा पनि लगाइदिएको हुन्छ है। माउली हस्तान्तरण गर्ने एउटा कार्यक्रम रहेको हुन्छ, जसमा एउटा टपरीमा जो जाँड ल्याएको थियो त्यो जाँड साथै एउटा चाहिँ थालीमा केही भेटी अक्षत र बत्तीको साथमा यो चाहिँ माउलीहरूलाई चाहिँ एउटा सम्मान गरिएको हुन्छ। त्यो खसीको चाहिँ यो ढाडभन्दा पछाडिको र पुच्छर सहितको जो मासु एउटा चाहिँ थालीमा सम्मानसहित मामाहरूलाई यानि कि हस्तान्तरण गरिएको हुन्छ। शुभ कार्यमा पनि आसु मामा पुछ्रे होइन, अशुभ कार्यमा पनि मामा पुछ्रे भन्दो रहेछ क्या यसलाई। हाम्रोतिर मैले त्यो सुने।
तर खास गरेर हाम्रो शास्त्रमा हेर्ने हो भने यो भोगेरको टाइममा दिने पुच्छरले चाहिँ नि हामीले छक्रा है त छक्रा यो शुभ काममा दिने हो नि त छक्रा पायो खनियाई भन्ने हो भने यो बुझ्नुपर्छ क्या है अशुभ काममा यसलाई आशु पुत्रीको नाममा गयो शुभ काममा छाकाको नाम है त्यस कारणले अब यो ठेकु चाहिँ नि माइजूलाई होइन भान्जाले दुईवटा माइजूलाई दिएर ढोक गर्नुहोस् है अब यो सारा यो सबै यो छात्रा भयो यो भयो अनि यो चाहिँ नि भेटियादी दानहरू चाहिँ नि भान्जीले फेरि मामालाई दिने है मामालाई दिएर अन्तमा यो पक्राउँदाखेरि भान्जीले के भन्ने भने अहिलेसम्म मेरो मामुलीको जिम्मेवारी हजुर कहाँ थियो मेरो मामुलीको जिम्मेवारी हजुर कहाँ थियो आजबाट चाहिँ मैले हाम्रो रीतिरिवाज अनुसार चाहिँ तपाईँलाई मैले आफ्नो दस्तुर दिएँ तपाईँले चाहिँ मेरो मामुली अब मेरो बाबा या भाइहरूलाई जिम्मेवारी दिनुहोस् है भनेर फेरि नानीले यसलाई पक्राइदिने है त अनि फेरि मामुलीले के गर्ने हो जो यो भित्र छ होइन यो छोक्रा भित्र चोर्नु ल वा होइन मामुलीले फेरि मामाहरूले यो छोक्रालाई पक्रिने अनि उहाँको बुवालाई आजबाट चाहिँ नि जो हामीले चाहिँ नि मामले पाउनुपर्ने जस्तो उहाँको शुभ बिहा शुभ ढोगेटबाट हामीले पायौँ है र आजबाट चाहिँ नि उहाँलाई दिनुपर्ने जिम्मेवारी तपाईँले सोपे है भेना अथवा सोल्टी ज्वाइँ जो पनि छ है भनेर उहाँलाई दिने उहाँले फेरि के गर्ने भन्दाखेरि योलाई लगाएर फैलोमा ल्याएर राख्ने हाम्रो नानीको चाहिँ यसरी चाहिँ ढोगो बिहा भयो र अब चाहिँ नि हाम्रो चाहिँ नि दस्तुर अनुसार चाहिँ नि हाम्रो तपाईँहरू कुल हाम्रो पितृकुललाई तपाईँहरूले यो दिएको छ है भनेर फेरि उहाँले आफ्नो कुलमा चढाउने है त त्यसपछि फेरि त्यसमा त्यो सबै चिजहरू मामाले ग्रहण गरेपछि त्यसमा एउटा टपरीमा त्यो जाँड जो राखेको हुन्छ त्यो जाँड फेरि मामाहरूले जुन केटीको बुवा हुन्छ उहाँले चाहिँ फेरि सुम्पिएको हुन्छ अब मामाहरूले के भनेको हुन्छ भने ल आजसम्म हाम्रो भान्जीको जिम्मेवारी माउलीको जिम्मेवारी यानि कि आँसुको जिम्मेवारी हाम्रो थियो भने अबदेखि चाहिँ हजुरको हुन्छ है भनेर त्यो जाँड चाहिँ केटीको बुवालाई दिएको हुन्छ माउली अबदेखि मामाहरू नरहेकन स्वयं माइती पक्षको यानि कि बाबा आमाको भाइहरूको हुन्छ भनेर यो चाहिँ जानकारी गरिन्छ टिकाहरू लगाइसकेपछि टिका टालो भइसकेपछि सालीले चाहिँ भेनाजुलाई रोटी रक्सी दही खुलाउनुहुन्छ त्यसपछि फेरि भेनाले चाहिँ सालीलाई पनि आफ्नो गच्छा अनुसार केही दक्षिणा दिनुहुन्छ अब केटाको घरमा गएपछि फेरि केटीलाई चाहिँ जब बुहारीले भित्राउनु पर्ने छ नन्द पर्ने हुन्छ त्यसले चाहिँ त्यो घरमा चाहिँ दैलो चाहिँ लिपेर त्यसमा चाहिँ अब 7वटा चाहिँ यो अक्षता र यसमा पाती र दुबो राखेर फेरि चाहिँ बाहिरपट्टि एउटा चाहिँ पोथी कुखुरा राखेर राँको जलाएर काटेर जब काटिसकेपछि त्यो रगत त्यो दैलोमा राखिदिएपछि फेरि चाहिँ त्यो केटी चाहिँ भित्र हुँदाखेरि आफ्नो दाहिने खुट्टा अगाडि चाहिँ दैलोभित्रबाट चाहिँ दैलो त्यो घरभित्र चाहिँ छेर्ने चाहिँ दैलो भित्राउने कार्यक्रम त्यहाँ घरमा राखेको हुन्छ कुखुरा काटेर भित्र गइसकेपछि छोराले चाहिँ बुहारीले भित्र लिएर त जान्छ तर आमा चाहिँ भित्र लुकेको हुन्छ छोराले चाहिँ आमालाई बोलाएको हुन्छ आमा तपाईँ कता हुनुहुन्छ आउनुहोस् मैले चाहिँ बुहारी लिएर आएको छु म तपाईँलाई पाल्छु तपाईँ चिन्ता नगर्नुहोस् अब तपाईँको सहयोगको लागि बुहारी आइसकेछ हजुर आउनुहोस् आमा भन्नुहुन्छ छोराले र फेरि आमा चाहिँ आउनुहुन्छ र खुसी हुनुहुन्छ र आमाले पनि ल त्यहाँबाट चाहिँ बुहारीले पनि फेरि सासूको चाहिँ खुट्टा ढोकेको हुन्छ अनि छोराले पनि आमाको चाहिँ खुट्टा ढोकेको ल आमा मैले चाहिँ बुहारी लिएर आएको छु आज हामीलाई आशीर्वाद दिनु पर्यो भने त्यो चलन छ त्यसपछि जब यो चाहिँ कार्यक्रम सकिएपछि टिका लगाउने कार्यक्रम सकिएपछि फेरि बहिनीले दाइ र भाउजूलाई फेरि रोटी भाप्रे रोटी जुन रोटी अनि रक्सी अनि दही यो चाहिँ खुवाउने चलन छ
त्यसमा चाहिँ सबभन्दा पहिला चाहिँ दाइलाई चाहिँ सबभन्दा पहिला दही खिलाउनुहुन्छ, त्यही जुठो दही फेरि भाउजूले दिनुहुन्छ, फेरि त्यो जुठो दही फेरि दुबारा दाइलाई दिनुहुन्छ, फेरि राख्नुहुन्छ, फेरि त्यसपछि फेरि रक्सी दिनुहुन्छ, दाइले रक्सी खाएपछि फेरि त्यही रक्सी फेरि भाउजूले दिनुहुन्छ, फेरि दाइलाई दिनुहुन्छ, फेरि राख्नुहुन्छ, फेरि रोटी दाइले खाएको रोटी फेरि जुठो रोटी भाउजूले दिनुहुन्छ, फेरि भाउजूले दिएपछि फेरि दाइलाई दिनुहुन्छ, फेरि राखिन्छ। त्यसपछि फेरि त्यो दिएको पश्चात फेरि भाउजूले चाहिँ आफ्नो नन्दलाई केही दक्षिणा चाहिँ आफ्नो गच्छे दिनुहुन्छ। हामी तमुहरूको अथवा गुरुङहरूको एउटा रीत अनुसार अथवा संस्कृति संस्कार अनुसार जब दुली भित्राइन्छ, दुली भित्राएपछि त्यसको भोलिपल्ट दिनमा यो दुली छोड्न आउने साथीहरू र यहाँका अग्रज बुवाहरू जम्मा भएर यो एउटा प्रसाद भनौँ न एउटा हिसाबले, यो प्रसादले चाहिँ नै एउटा पाती अथवा यो सिस्नुमाथि चाहिँ नै छर्काइन्छ। त्यो छर्काउनुको कारण के छ भने कुनै केटीलाई हामी माग्न जाँदाखेरि है कति कुरा हामी सत्य कुरा बोल्यौँ होला, कति असत्य कुरा बोल्यौँ होला। जस्तै केटो बेसरी राम्रो छ, इमान्दारी छ भनेको कुरा मान्छ, एकदम मिजासिलो छ भन्ने कुरा हामीले भन्छौँ भने सायद त्यो केटा त्यस्तो नहुन सक्छ है। अनि तिमीहरू दुईटा अब राम्रोसँग जुगाजुगो होस् भनेर हामीले त्यो बेला आशीर्वाद दिन्छ भने अब घर भित्राइसकेपछि अब योले चढाएर यदि हामीले झुट बोलेको भए हामीलाई पाप नलाओस्, जतिसुकै जे लाग्छ हामीमाथि पाप नलाओस् भनेर यही पाती अथवा सिस्नुमाथि चाहिँ यो छर्काएर ल है अबको यो नव दम्पत्ति जीवन उनीहरूको जीवन उस राम्रोसँग बित्योस्, आफूले आँटेको ताकेको कुरा सबै भरिपूर्ण होस्, सुस्वास्थ्य होस्, कामनासहित हामीले आशीर्वाद दिँदै हामीले दिएको झुट बोलेका कुराहरू सबै यसैमा जाओस् भनेर हामीले यो सबै यो चोखो पानी, चोखो दुध अनि चोखो रक्सी, चोखो भात, चोखो मासु चढाएर आशीर्वाद सहित हामीले बोलेका कुरा यदि झुटो भयो भने हामीले पाप नलाओस् भनेर त्यसमाथि छर्काएन, अरू केही पनि होइन है। अरू खाने पिने रमाइलो गर्ने त्यस्तै हो, यति मात्रै हो है। जसरी गुरुङ समुदायको फरक शैली र मान्यता अनुसार विवाह संस्कार रहेको छ, त्यसरी नै जीवनको अर्को पाटो मृत्यु संस्कार पनि फरक रहेको छ। नमस्कार, मेरो नाम चाहिँ ओमबहादुर गुरुङ, बिरुवा गाउँपालिका वडा नम्बर 7 गएको। मैले यस चाहिँ नि हाम्रो तमुहरूको भन्नुपर्दा यो चाहिँ नि च्यान डाँडा, तमु भाषामा छोक डाँडा भन्छ भने खस भाषामा च्यान डाँडा या मसनघाट। यो मलाई पनि थाहा छैन कति पुस्ता भयो भन्ने कुरो। हाम्रो संस्कार अनुसार चाहिँ मृत भइसकेपछि कसैले चाहिँ जलाउँछ भने कसैले चाहिँ दबाउँछ। हाम्रो यहाँ प्राय दबाउने चलन छ। हाम्रो चाहिँ संस्कार अनुसार लामा गुरु ल्याएर हामीले चाहिँ नि यहाँ हाम्रो संस्कार र यो डाँडामा ल्याएर दबाउने काम गर्छौँ र त्यसपछि चाहिँ दबाइसकेपछि हामी घर फर्किन्छौँ। र यहाँ हाम्रो गुरुङ भनेर मात्रै नभइकन तपाईँ यहाँ धेरै थरका गुरुङहरू छन्। यहाँ चाहिँ जति लासहरू राखिन्छ, बलेउबाट आउँछ, युवादी अनि गोफादी राई डाँडा अनि सपाउँदेबाट चाहिँ हाम्रो लासहरू ल्याउनुहुन्छ उहाँहरूले। र उहाँहरूको चाहिँ आफ्नो आफ्नो जग्गा छ है, आफ्नो आफ्नो जग्गा छ, त्यो जग्गामा राख्ने हो। लास ल्याउनुभन्दा पहिला यहाँ चाहिँ हामीले व्यवस्थापन चाहिँ नि ढुङ्गाहरू फोरेर व्यवस्थापन गर्छौँ। त्यसपछि चाहिँ लास ल्याएर हामीले त्यसलाई चाहिँ नि गाड्ने कार्यक्रम, दबाउने कार्यक्रम गर्छौँ। र तपाईँले भने जस्तै अहिले यहाँ कोही चाहिँ नि घर जस्तो बनाएको होइन, कोही मन्दिर जस्तो बनाएको, यो चाहिँ नि आफूहरूको व्यक्तिगत लगानीमा चाहिँ मन्दिर बनाएको भन्छौँ हामीले। कोही हाम्रै चाहिँ यो तम्बु र प्रचलित चाहिँ कोइबोको उसमा बनाएको छ भने, कोही चाहिँ मन्दिरै बनाएर राखेको छ भने, कोही घर जस्तो बनाएर राखेको छ। उहाँहरूको चाहिँ नि आमा बुवाहरूको चाहिँ पितृको नाममा चाहिँ उहाँले यसरी चाहिँ मन्दिर बनाएर राखेको हो। हुन त हाम्रो चाहिँ संस्कारमा दुइटै नै छ। अब पार्थिव शरीरलाई दबाउनु पनि छ होइन, अब जलाउनु पनि छ। तर चाहिँ हाम्रो यो कोही कोही हाम्रो यो गमडाँडामा नौमै खलक अरू चाहिँ अरू खलनी जलाउने उहाँहरूको चाहिँ प्रथा छ भने, हाम्रो यतातिर प्रायःले चाहिँ आफ्नो पार्थिव शरीर चाहिँ यहाँ उसमा ल्याएर दबाउने चलन नै छ। र यो दुइटै छ हाम्रो।
त्यसलाई चाहिँ जहाँसम्म बढी जाने अब अलिकति हाम्रो गुरुङ भाषामा जाने दे हातेम्रो है भनेर जाने त्यो भनेको कारणले गर्दाखेरि पार्थिव शरीरलाई चाहिँ दबाइएको हो। जहाँसम्म अब सजिलो छ ढुङ्गाहरू जम्मा गरियो होइन खाल्टो खनियो कतिसम्म चाहिँ राख्ने त्यो स्केल बनाएर टक्क चाहिँ राखेपछि दबाएपछि अब चाहिँ फेरि एउटा सजिलो के भयो भने अब हाम्रो बाबा आमाको चाहिँ नि एउटा ऊ बनाउँछौँ भन्ने पनि पाइयो। तपाईँको अब जलाउने ठाउँमा कस्नु त्यो एकै ठाउँमा जलाउने कुरो भयो के अरे होइन त्यसलाई चाहिँ बनाउने ठाउँमा कुरा भएन। त्यसले गर्दाखेरि जहाँसम्म त्यसले गर्दा त्यही गरे होला जस्तो मलाई लाग्छ। साथै धार्मिक रूपमा सिक्री थानलाई मान्दै आइरहेका छन्। यो पृष्ठभूमिमा रहेको बजाई सिक्री थान गण्डकी प्रदेश स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वार्ड नम्बर 7 सपाउँदैमा अवस्थित छ। यो चाहिँ समुद्री सतहदेखि 1280 मिटरको उचाइमा रहेको छ। विशेष गरी यो मन्दिर चाहिँ यस वरिपरि रहेका र विभिन्न स्याङ्जा जिल्लाको विभिन्न ठाउँहरूबाट चाहिँ आफ्नो मनोकांक्षा पुरा हुने अभिलाषासहित यो मन्दिरमा आएको हामीले पाउँदछौँ। यो देवीको उत्पत्ति परपूर्व कालमा 2224 राज्यभन्दा अगाडि चाहिँ यो मगरहरूको बस्ती भएको र मगर बस्ती मगर जातिको एउटा बाजेले चाहिँ आकाशबाट चाहिँ दुईवटा सिक्रीहरू झरेको देखेको र सिक्री चाहिँ कसैले थाहा नपाइकन चाहिँ एउटा कोठीमा लुकाएर राखेको र बाजेले चाहिँ काम गर्ने जाने सिलसिला बेसी जाने सिलसिलामा चाहिँ बुहारीलाई यो कोठीमा ढोका खोलेर नहेरिदिनु होला भनेर भन्दाखेरि बाजे गइसके पछाडि बुहारीले चाहिँ के रहेछ त नि भनेर मनमा कौतूहलता जागृत भइसके पछाडि उक्त ढोका खोलेर हेर्दाखेरि दुईवटा सर्पहरू चाहिँ त्यहाँ भएको र साँझ चाहिँ सर्पहरूले चाहिँ डसेर बुहारीले चाहिँ मारेको भन्ने के भन्दैछ र साँझ चाहिँ बुढा बाजे चाहिँ खेतबाट काम गरेर आइसके पछाडि उक्त घटनाहरू देखिसके पछाडि बुहारीको अब आफ्नो बुहारीको ज्यान लिइसके पछाडि उसलाई रिस उठ्नु स्वाभाविक थियो। रिस उठिसके पछाडि बाजेले रिसको झोकमा चाहिँ एउटा सर्पलाई चाहिँ हुत्याएर फालेको र सो एउटा सर्प चाहिँ उहाँ मेथाभुरुङमा गएर बसेको त्यो चाहिँ केटा सर्प रहेछ र त्यस पछाडि बाजे सिक्री भनेर चाहिँ मिथाभुरुङमा रहेको र अर्को सर्प चाहिँ हुत्याएर फाल्दाखेरि यता यो खनिएको बोटमा बसेको र त्यो पछि चाहिँ सिक्रीको रूपमा रहेको र यो चाहिँ बजाई सिक्री महिलाको रूपमा चाहिँ यहाँ मन्दिर स्थापना भएको अथवा थान स्थापित भएको र यहाँ ढुङ्गाहरू चाहिँ अब दैवी शक्तिमा परिणत भएको कारणले गर्दाखेरि समय पश्चात अहिलेसम्म चाहिँ यो ढुङ्गामालाई हामीले यो वरिपरि र स्याङ्जा जिल्लाको विभिन्न क्षेत्रहरूबाट आउने विशेष गरी मगरहरू चाहिँ आउने गर्दछ। यो चाहिँ हाम्रो पितृ थलो हो भनेर आफ्नो मनमा लागेका आफूले भाकल गरेका भाकलहरू लिएर यो स्थानसम्म उहाँहरू आउने गर्दछ र यो विशेष गरी यो थानमा भाले पनि चढ्छ, पोथीहरू पनि काट्ने गर्छ, बोका पनि काट्ने गर्छ र पाठी पनि काट्ने गर्दछ र यो यस मन्दिरमा चाहिँ प्रत्येक महिनाको पूर्णिमाको दिनमा चाहिँ विशेष पूजाआजा हुनेछ। विशेष पूजाआजा चाहिँ हामीले साउनको 1 गते सुँगुर काटेर चाहिँ बजाइलाई चाहिँ हामीले मन प्रफुल्ल बनाउने र त्यो दिनमा चाहिँ हामीले तल खोडा बाजे भन्छौँ, बाजे सिक्रीलाई खोडा बाजे भन्छौँ। ऊ त्यो डाँडामा गएर ल बजाइ भोलि चाहिँ तपाईँको बजेले चाहिँ यहाँ पूजाआजा गर्ने अरे तपाईँ चाहिँ जसरी भए पनि आउनुहोस् भनेर डाँडामा गएर बोलाउने प्रचलन छ र 3-4 दिनसम्म हामीले यो गाउँमा एकदमै राम्रोसँग बारबेर गर्ने चलन छ। हामीले असारको मसान्तसम्म चाहिँ घाँसहरू दाउराहरू अनि लुगाफाटाहरू नुहाउने सबै कामहरू गर्ने र त्यो 4 दिनभित्र चाहिँ हामीले त्यो सो कार्यहरू बन्द गरेर बजाइ सिक्रीलाई
प्रफुल्लित अथवा बजाय सिक्रीको आस्थामा आँच नआउने किसिमका कार्यहरू हामीले समग्र सपाउँदै मेथाभुरुङ भुरुङ डाँडा त्यसपछि गैरीसरा अनि उता द्वारे डाँडासम्म र पेल्का पोखरी डाँडासम्म चाहिँ यो कार्यहरू हामीले गर्दै आएका छौँ। र पहिला 22-24 राज्य हुँदाखेरि चाहिँ यो यहाँ एउटा ओखल यहाँ चाहिँ विभिन्न किसिमका अब राज्य सञ्चालनका दौरानमा चाहिने विभिन्न किसिमका पुरातात्विक वस्तुहरू पनि भेट्न सकिन्छ। जस्तै यहाँ ओखल पनि रहेको छ। ओखलमा चाहिँ हाम्रो बुढापाकाले भनेअनुसार चाहिँ पहिला 22-24 राज्यको पालामा चाहिँ लडाइँ हुँदाखेरि बोक्न नसकेका हिँड्न नसकेका मान्छेहरू अथवा बालबच्चालाई चाहिँ यही ढुङ्गामा थिचेर चाहिँ यही साथीगति गरेर अगाडि बढेको भन्ने प्रचलन पनि रहेको छ। त्यो कति सत्य हो त्यो असत्य हो त्यो अब त्यो इतिहासमै सीमित रहेको छ। र यो चाहिँ पहिला अलिकति माथि डाँडामा चाहिँ त्यो भुरे राजाको दरबारहरू पनि भग्नाशेष थियो भन्ने पहिलाका बुढाहरूले गर्नुहुन्थ्यो, तर हामीले चाहिँ देख्न पाएनौँ। यसलाई निरन्तरता दिनका लागि र यसलाई प्रचार प्रसार गरी व्यापक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउनका लागि हामीले प्रचार प्रसार गर्न नसकेको कारणले गर्दाखेरि यो मन्दिर ओझेलमा परेको छ। त्यस कारणले गर्दाखेरि देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरूले आफ्नो मनोकांक्षा र विशेष गरी यो चाहिँ विवाहित जोडी र यहाँ चाहिँ प्रेम जोडीहरू आएर सिन्दुरमा सिन्दुर हाल्यो भने त्यो पछि छुटेर पनि फेरि पुनः मिलन हुने भन्ने जनविश्वास रहेको छ। त्यस कारणले गर्दाखेरि यहाँहरू सबैजना एकचोटि यो बजाइ सिक्रीको मन्दिरमा आएर आफ्नो दर्शन गरी आफ्नो मनोकांक्षा पुरा गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। टोल नम्बर 1 कुसुमङ्ज्याङ। यहाँ एकमात्र माध्यमिक तहको श्री जीवन ज्योति माध्यमिक विद्यालय, आधारभूत स्वास्थ्य चौकी र वडा नम्बर 7 को वडा कार्यालय रहेको छ। नमस्कार, म कमल प्रसाद बराल यस श्री जीवन ज्योति आदर्श माध्यमिक विद्यालयको सहायक प्राचार्य र सूचना अधिकारी। यस विद्यालयको जानकारी गराउनु पर्दा यो जीवन ज्योति आदर्श माध्यमिक विद्यालय 2011 सालमा स्थापना भएको हो। यस विद्यालयको सेवा क्षेत्रको विभिन्न क्षेत्रहरूका यस सेवा क्षेत्रका विद्यार्थीहरूलाई सेवा र शिक्षामा प्रगति उन्नति र विभिन्न समयमा आफ्नो अग्रणी स्थान ओगटेको छ। यस विद्यालयमा शिक्षकहरू 16 जना हुनुहुन्छ। प्राथमिक तहमा 5 जना, निमाविमा 4 जना, माविमा 5 जना, उच्च माविमा 2 जना अनि 1 जना लेखा कर्मचारी, 1 जना शिशु सहजकर्ता कर्मचारी, 1 जना बस चालक सहचालक र 2 जना निजी स्रोतको शिक्षक गरेर जम्मा 23 जना हुनुहुन्छ। यसमा हाम्रो विद्यालय नर्सरीदेखि कक्षा 12 सम्म कक्षा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यस जीवन ज्योति आदर्श माध्यमिक विद्यालयमा हामीले कस्तो कस्तो सुविधाहरू विद्यार्थीले पाउँछ भन्दाखेरि विद्यालयमा उनीहरूलाई आत्मनिर्भर हुनको लागि, आफ्नो व्यवहार परिवर्तन गर्नको लागि हामीले कृषिमा आधुनिकीकरण गरेर मौरी पालन गरेका छौँ। अनि खेतीमा च्याउ खेती गर्छौँ। अनि सिलाइ कटाइ पनि छ। हामीले सिलाइ कटाइ अब यहीँको लोकल मास्टरहरूलाई बोलाएर उहाँहरूलाई सिकाउने व्यवस्था पनि गरेका छौँ। अनि पहिला त यसभन्दा पहिला कुखुरा पालन पनि गरेका थियौँ। अहिले पनि गरिरहेका छौँ। त्यो विद्यार्थीहरूलाई हेचरी सम्बन्धी ज्ञान दिएका छौँ। अनि यो वेल्डिङहरू गर्न सिकाएका छौँ, जसले गर्दा उनीहरूको यस विद्यालयबाट शिक्षा मात्रै होइन कि एउटा केही सिप पनि सिकेर जान सक्ने वातावरण सिर्जना गरेका छौँ। त्यस्तै कम्प्युटर शिक्षामा पनि उनीहरूलाई कम्प्युटरमा दखल बनाएका छौँ। यसमा हाम्रो बच्चाहरूको लागि 2टा सानो लाइब्रेरी र ठुलो लाइब्रेरी भनेर चाहिँ नर्सरीदेखि 5 सम्मको लागि सानो लाइब्रेरी भनेर उनीहरूलाई उपयुक्त हुने खालको चाहिँ सुविधा गरेका छौँ। हाम्रो रसायनशास्त्र, भौतिक शास्त्र र जीव विज्ञानको 3टा कोठामा तिनीहरूकै सम्बन्धित टिचरहरूलाई त्यहाँ उपलब्ध भएका सरसामानहरू राखेर त्यही प्रयोगात्मक गराइन्छ। यस विद्यालयमा यही छात्रावासको व्यवस्था छ, जसमा कक्षा 12 र कक्षा 10 लाई यही
भदौ महिनैबाट कक्षा 10को चाहिँ छात्रावासको सुविधा हुन्छ। यहीँ राखेर बिहान 4 बजेबाट कक्षा सञ्चालन गरिन्छ भने अनि बिहान 8:30 बजीसम्म कक्षा सञ्चालन हुन्छ। त्यसपछि चाहिँ अनि विद्यार्थीले आफ्नै तरिकाले 10 बजे स्कुल आउनको लागि तयारी हुन्छन्। अनि त्यसपछि बेलुका 4:30 बजे 5 बजे 4:30 5 बजेपछि फेरि 8 बजेसम्म कक्षा सञ्चालन हुन्छ। त्यसै गरी कक्षा 12लाई पनि माघ महिनाबाट हामीले छात्रावासको व्यवस्था गरेका छौँ, जसले गर्दा उनीहरूलाई घरमा पढ्ने वातावरण पनि नहुने, अहिलेको परिवेश पनि नहुने, अहिले मात्र होइन धेरै वर्षदेखि यहाँ यो चलन चलेको छ र अरू क्लासहरूको पनि एक्स्ट्रा क्लासहरू हामीले सञ्चालन गरेर पढ्नको लागि प्रोत्साहित गर्ने वातावरण गरेका छौँ। यो वडामा 4वटा विद्यालय छ, ती सबैलाई बोलाएर अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने र विभिन्न सबै शिक्षकहरूलाई भेटाएर कुनै कहिले शैक्षिक भ्रमण नमुना विद्यालय भ्रमण पनि गराएको थियो गत वर्ष। अहिले विद्यालयहरूलाई आयोजना गरिकन उनीहरूलाई खेल खेल्नको लागि फुटबल आयोजना गरेको थियो। अनि त्यस्तै अरू अतिरिक्त क्रियाकलापमा सहयोग गर्नु भएको थियो वडाका प्रतिनिधिहरूले र विभिन्न समयमा आएर वडाले हामीलाई सधैँ मार्गदर्शन दिनुहुन्छ र उहाँहरूकै सहकार्यमा हामीले पनि उहाँहरूलाई आफ्ना समस्याहरू पनि राख्छौँ र उहाँहरूले पनि सक्दो सहयोग गर्नु भएको छ। र हाम्रो खेल मैदान पूर्ण रूपमा ठुलो बनाउनको लागि हामीले यो माथि 2टा भवनहरू छ। यसमा यो क भवन हो भने यहाँबाट अलि 5 मिनटको फरकमा ख भवन छ, त्यहाँ ठुलो ग्राउन्ड छ। त्यसको लागि पनि अझै स्तर उन्नति गरिकन पर्याप्त खेल मैदान, क्रिकेट खेलाएका छौँ, हामीले आयोजना गरेका छौँ, फुटबल आयोजना गरेका छौँ, अनि बास्केटबल, भलिबल, विद्यार्थीको चाहना र परिवेश अनुसारका खेलहरूको सुविधा पनि दिने प्रयास गर्दैछौँ। यसमा सहयोग गर्ने बेला बेलामा विभिन्न वडाबाट पनि पालिकाबाट पनि हामीलाई धेर थोर जे होस् सहयोग भएको छ र उनीहरूको सहयोग बिना हामी अगाडि बढ्न पनि सक्दैनौँ। वडाले अझै यो प्ले ग्रुपको लागि जुन शिशु स्याहारको बच्चाहरूलाई चाहिने प्रशस्त सामग्रीहरू, खेल सामग्रीहरू ल्याएर खेल मैदानको व्यवस्था गरिदिए। अनि लाइब्रेरी त छ, लाइब्रेरीमा अझै समय सान्दर्भिक पुस्तकहरू थप्नको लागि थपिदिए भने विद्यार्थीहरू र शिक्षकहरू अपडेट हुने थिए। खेल मैदान अनि उनीहरूलाई खेल्नकै लागि बच्चा त खेलेर सिकेर रमाउने हो नि, त्यो चाहिँ अपुग छ। वडाले यो व्यवस्था गरिदियो भने सम्पूर्ण कुराहरू विद्यार्थीहरू अझै विद्यालयप्रति आकर्षित भएर दिनका दिन विद्यालयमा त खेल्न पाइन्छ भनेर त्यस्तो वातावरण गर्नको लागि अपुग सामानलाई विद्यालयहरूलाई दिए राम्रो हुने थियो। कुसुम भाङजाङ आधारभूत स्वास्थ्य चौकी। नमस्कार, मेरो नाम सम्झना गुरुङ, मेरो घर बिरा गाउँपालिका वडा नम्बर 7 र हाल यस कुसुम भाङजाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिम पदमा कार्यरत छु र यस संस्थामा 3 जना स्वास्थ्य कर्मचारीहरू रहेका छन्। र यो स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा यो वडामा यो एक मात्र आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेको छ र त्योभन्दा माथिल्लो तहका कुनै पनि स्वास्थ्य केन्द्रहरू रहेको छैन। यस वडा नम्बर 7 को एरिया फराकिलो भएको कारणले गर्दा तथा भौगोलिक दृष्टिको कठिनाई र प्रशस्त मात्रामा यातायातको असुविधाको कारणले गर्दा प्रत्येक व्यक्तिहरूलाई हामीले दिन सक्ने सेवा सुविधाहरूबाट वञ्चित भए तापनि प्रत्येक महिनामा अथवा पर्याय खण्डमा हामी आफै गएर स्वास्थ्य सेवाहरू उपलब्ध गराएका छौँ। हामीबाट सम्भव नहुने कुनै पनि क्रिटिकल तथा इमर्जेन्सी केसहरूलाई नजिकैको वालिङ हस्पिटलमा रिफर गरिरहेका छौँ र विशेष गरी हामीले क्षयरोग, कुष्ठरोग नियन्त्रण, बाहिरङ्ग सेवा, खोप सेवा, गाउँघर क्लिनिक सेवा, अनि विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, मातृ शिशु सुरक्षा कार्यक्रम र पर्यावरण नियोजन सेवा र आमा समूहको बैठकमा सहभागिता जस्ता कार्यहरू गर्दै आइरहेका छौँ। स्वास्थ्य क्षेत्रमा वडा र पालिकाबाट हामीलाई हरेक कुराहरूमा साथ र सपोर्टहरू पाइरहेका छौँ। झाँक्री, वायरथान, गोफादी। नमस्कार, म बिरुवा गाउँपालिका 7 नम्बर वडा स्थित यस टोल नम्बर 1 गोफादीमा अवस्थित यो झाँक्री थान र भैर थानको एउटा विशेषता के छ भन्दाखेरिमा पहिलाको बाबुबाजेहरूले के भन्थे भन्दाखेरि पहिला तलबाट चाहिँ डडेलो आउँदाखेरिमा त्यो झाँक्री थानको एरिया जुन छ नि
त्यहाँबाट माथि आगो लागेन अरे। त्यस पछाडि यी बाजेहरूले के भन्यो भन्दाखेरि ल यसमा केही रहस्य छ, यसमा केही शक्ति छ, यस कारणले यसलाई हामीले कसरी संरक्षण गरेर राख्ने र भनेर भन्दाखेरिमा एउटा धामी राख्दाखेरिमा यहाँ एउटा झाँक्रीको के अरे झाँक्रीले यहाँ बास गरेको छ र यसलाई हामीले संरक्षण गरेर राख्नुपर्छ भनेर पहिलाको बुढाहरूले यसरी भनेपछि यसलाई हामीले महिनाको पूर्णिमामा धार सिर्फ यसलाई भोग दिँदैन, सिर्फ धुप र अक्षता धार मात्रै दिएर हामीले पूजा गर्छौँ। गोफादी गाउँको लागि यसले राम्रो सुरक्षा दिएको छ र हामी यसमा खुसी छौँ कि यो एरियामा कतै असिना पानीहरू आयो भने ल है धारधुमथान यसलाई के अरे असिना के अरे लाई नियन्त्रण गरिदिनु पर्यो भनेर भन्दाखेरिमा यसले केही क्षणपछि यो शक्तिको आधारले गर्दाखेरि यहाँ खासै हावाहुरी र असिना पानीहरू यस्ता विपत्तिका उहरू यसले गर्दैन। यस कारणले हामी यसलाई प्रत्येक महिनाको पूर्णिमामा हामी धुपदार गर्छौँ र जेठ महिनाको पूर्णिमामा हामीले भँयर एउटा अन्डा र चल्ला छोडेर हामीले पूजा गर्छौँ। यो झाँक्री थान हामीले महिनाको पूर्णिमामा पूजा गर्छौँ र यसले हाम्रो गोफादी गाउँको एकदम सुरक्षा गरेको छ र यसको सेक्युरिटी यसलाई सुरक्षा गर्नको लागि यो भँयर थान भन्ने यही हो र यसले गर्दाखेरिमा यो दुईटाको एकदम एक आपसमा एकदम गहिरो सम्बन्ध छ। यसले गर्दाखेरिमा गाउँघरको लागि एकदम सुरक्षा दिइरहेको छ। यही नै हो यसको विशेषता। वडा नम्बर 7 वडा कार्यालय। नमस्कार, म रणबहादुर गुरुङ, घर बिरुवा गाउँपालिका वार्ड नम्बर 7। हाल यो बिरुवा गाउँपालिका वार्ड नम्बर 7 को वडा सचिव पदमा कार्यरत छु र यो बिरुवा गाउँपालिका वार्ड नम्बर 7 नेपाल संघीयतामा प्रवेश गरे पश्चात यो नयाँ संरचना अनुसार यो बिरुवा साबिक मनोकामना गाविसलाई बिरुवा गाउँपालिका वार्ड नम्बर 7 र 8 मा परिणत गरेको छ र जस अनुसार यो साबिक मनोकामना गाविस मनोकामना 1, 2, 5 र 7 नम्बर वडालाई यो अहिले हाल चाहिँ बिरुवा गाउँपालिका वडा नम्बर 7 कायम गरेको छ र साबिक मनोकामना 3 नम्बर, 4 नम्बर, 6 र 9 लाई अहिले 6, 8, 9 लाई वडा नम्बर चाहिँ 8 कायम गरेको छ र अहिले चाहिँ यो वडा नम्बर 7 को कार्यालय यो कुसुम भन्ज्याङमा अवस्थित रहेको छ। धन्यवाद। नमस्ते, मेरो नाम मेघराज गुरुङ, बिरुवा गाउँपालिका 7 नम्बरको वडा अध्यक्ष। यो म 2079 साल वैशाख 4 गते जुन म निर्वाचित भएर आएपछि मैले यो बिरुवा गाउँपालिका 7 नम्बर वडाको विभिन्न शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन र कृषिमा विशेष गरी चाहिँ यो बिरुवा गाउँपालिका 7 नम्बर वडामा सुन्तलाको पकेट क्षेत्र, सुन्तलाको उर्वर भूमि भएकोले मैले मुख्य गरी यो बिरुवा 7 लाई चाहिँ सुन्तलाको एउटा चाहिँ पेसाको रूपमा लिएको छ। यसले चाहिँ कसरी वृद्धि गराउने, आय आर्जनमा जोड्ने भन्ने मैले चाहिँ मुख्य सोच लिएको थियो। त्यसमा चाहिँ हाम्रो अहिले बिरुवा गाउँपालिका 7 नम्बर वडामा 22,000 सुन्तलाको बेर्नाहरू हामीले चाहिँ अहिले फल्ने अवस्थामा छ। यो नेपाल सरकारले 16 वर्ष पुगेपछि नागरिकता दिने एउटा प्रचलन छ नियममा। कोही जनताहरू चाहिँ वञ्चित भएर चाहिँ समयमा नागरिकता नलिकन जुन 25 वर्ष 30 वर्ष हुने जनताहरूले चाहिँ यो सेवा सुविधा लिनको लागि चाहिँ स्याङ्जा वालिङ गएर एउटा प्रहरी मुचुल्का बनाउनको लागि हामीले यहीँ बिरुवा गाउँपालिका इलाका स्वास्थ्य प्रहरी चौकीबाट सही साहबलाई बोलाएर यहीँबाट जनतालाई सेवा सुविधा दिनको लागि स्याङ्जा वालिङ नगइकन हामीले यहीँ वडाबाट दिएर चाहिँ उहाँहरू सम्बन्धित निकायबाट चाहिँ आफ्नो प्रमाणपत्रहरू लिने गरिन्छ र यो कागज बनाउनको लागि चाहिँ हामीले वडाबाट चाहिँ सेवा दिइरहेको छ। अन्य म यो शिक्षा र स्वास्थ्यमा यो बिरुवा गाउँपालिका 7 नम्बर वडामा 4 वटा स्कुलहरू रहेको छ। 3टा आधारभूत
विद्यालयहरू छ भने एउटा उच्च मावि रहेको छ र स्वास्थ्यको हिसाबमा यो कुसुम भन्ज्याङ आधारभूत स्वास्थ्य रहेको छ। यसलाई स्तर वृद्धि गर्नको लागि आइहेबा अहिले 2टा र कार्यालय सहयोगी 1जना रहेको छ। यसको स्तर वृद्धि गर्नको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग हामीले चाहिँ यस्तो स्तर वृद्धि गर्नको लागि पहल गरिरहेको छ र सेवा सुविधाको विषयमा यो वडा चाहिँ भूगोलको हिसाबले चाहिँ अलि नमिलेको कारणले आर्थिक वर्षमा हामीले वर्षमा विभिन्न वडामा टोलमा गएर घुम्ती सेवा सुविधा दिने गरेको छ। 81-82 मा हामीले सुरुङ बस्तीमा हामीले जनताको सेवा सुविधा दिएको थियो भने यो 82-83 मा तल्लो बल्यो आधारभूत विद्यालयमा हामीले यो घुम्ती सेवा सुविधा दिने एउटा कार्यक्रम रहेको छ र यो बसैसराईको विषयमा यो बिरुवा गाउँपालिका 7 नम्बर वडालाई कसरी यो ठाउँबाट बसैसराई जान रोक्नको लागि विशेष गरी यो पर्यटन विकास गर्नको लागि र यो बाटोघाटोको विकास गर्नको लागि अन्य अरू सेवा सुविधाको लागि जनतालाई भयो यो बाटोहरू यहाँको विकासहरू यहाँको सुन्तलाको बगैँचाहरू बनाउन सकिने यहाँको आय आर्जनमा वृद्धि भयो भने बसैसराई रोक्न सकिन्छ भन्ने मूल कार्यक्रमहरू हामीले अगाडि बढाएको छ र अन्यमा मौलिक कला संस्कृति जगाउनको लागि हामीले बसेनी यो हाम्रो नेपाल सरकारले जनजाति कार्यक्रमबाट हामीलाई चाहिँ केही बजेटहरू आउँछ। त्यसको लागि चाहिँ हामीले विभिन्न कार्यक्रमहरू गरेर गुरुङको पौष 15 मगर दिवसको चाहिँ माघे सङ्क्रान्तिदेखि लिएर हामीले चाहिँ विभिन्न जात जातिको चाहिँ आफ्नो मौलिक कला संस्कृति जगाउनको लागि हामीले कार्यक्रमहरू गरिरहेको छौँ। त्यसमा चाहिँ विशेष गरी यो गुरुङहरूको एउटा पेतल हुता जुन चाहिँ हाम्रो जन्मदेखि मृत्यु संस्कारसम्म चाहिँ हामीले जुन गुरुहरूको चाहिँ गुरुले चाहिँ दीक्षा दिने कार्यक्रममा त्यसमा चाहिँ हामीले जुन चाहिँ सानो पिँढीहरूलाई आउने पिँढीहरूलाई चाहिँ गुरुबाट चाहिँ सिकाउने जुन पेयहरू दिने सिकाउने कार्यक्रमहरू अगाडि बढाएको छ। हामीले यो बिरुवा 7 को चाहिँ जुन चाहिँ मगर समुदायमा एक प्रचलित कौडा नाचको लागि हामीले यो वडाबाट कसरी जगाउन कला संस्कृति कसरी जगाउन सकिन्छ भनेर हामीले यो टोल नम्बर सुरुङ टोललाई चाहिँ एउटा कौडा नृत्य गीतहरू सिकाउने र नाच्ने एउटा जगेर्ना गर्नको लागि वडाले विशेष पहल गरेको छ। अन्तमा चाहिँ यो गुरुङहरूको घाटु सोराठीलाई पनि हामीले यसलाई जगेर्ना गर्नुपर्दछ भनेर बिरुवा गाउँपालिका 7 नम्बर वडाले केही बजेटहरू छुट्याएर त्यसलाई पनि कला संस्कृति जगेर्नको लागि चाहिँ हामीले पहल गरिरहेको छौँ। भावी दिनहरूमा यहाँ पर्यटकहरू आउने दिनमा हाम्रो पुरानो कल्चर कला संस्कृतिहरू देखाएर पर्यटकलाई कसरी यो वार्ड नम्बर 7 मा आएर चाहिँ बसेर यहाँको आय आर्जनमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य योजना रहेको छ। हालै चाहिँ हाम्रो यो कौडा सुराठी घाटुदेखि लिएर विभिन्न कला संस्कृतिको चाहिँ जगेर्नको लागि बिरुवा गाउँपालिका वार्ड नम्बर 7 ले चाहिँ सदैव जुन चाहिँ कला संस्कृतिलाई जगेर्नको लागि हामी तत्पर छौँ। बिरुवा गाउँपालिका 7 नम्बर वडामा क्रियाशील संस्था समुदाय होमस्टे एउटा गहते मनोकामना होमस्टे र यो एउटा अर्थर सपाउँदे समुदाय होमस्टेलाई यही उत्पादन भएको चिजलाई चाहिँ पर्यटकलाई कसरी खुवाउने भन्ने विषयमा हामीले 9 दिनको एउटा तालिम दिएको छ। कुपिन्डोबाट चाहिँ जुस, कोदो मकैबाट बिस्कुट लगायत अन्य जुन चाहिँ परिकारहरू यहाँ उत्पादन हुन्छ त्यसबाट चाहिँ यहीँको मूल उत्पादनबाट चाहिँ पर्यटकलाई खुवाउने भनेर गण्डकी प्रदेश सरकार र स्थानीय सरकार बिरुवा गाउँपालिकाको साझेदारी कार्यक्रमबाट हामीले यहाँको समुदाय होमस्टे 2टा संस्थालाई हामीले चाहिँ यहीँ उत्पादन भएको वस्तुहरूबाट चाहिँ परिकारहरू बनाउने विषयमा हामीले तालिम दिएको छ। एउटा पर्यटनको सम्भावना भएको कारणले गर्दाखेरि हामीले एउटा यो मनोकामना मन्दिरलाई चाहिँ हामीले चाहिँ एउटा पर्यटन विकास गर्नको लागि चाहिँ हामीले ठुलो डिपिआर गरेर गुरु योजना तयार गरेको छौँ। यो मनोकामना मन्दिरको पर्यटन विकास भयो भने अवश्य यो बिरुवा गाउँपालिकाको एउटा आर्थिक वृद्धिमा चाहिँ टेवा पुग्ने मलाई पूर्ण विश्वास रहेको छ।
योबाट चाहिँ हामीले चाहिँ के दिन सकिन्छ भने यो मनोकामना मन्दिर विकास भयो भने यो सिद्धार्थ हाइवेदेखि यो बिरुवा दुलीगुँडा जाने बाटोलाई यो दुईटा बाटोलाई हामीले विकास गर्न सक्यो भने पूर्वाधारको विकास गर्न सक्यो भने अवश्य नै यो मनोकामनाको विकास त्यहाँका भक्तजनहरू त्यहाँ एक दिन आएर भने 3 दिन बस्यो भने यो हाम्रो वरिपरिमा रहेको चाहिँ होटल व्यवसाय होमस्टेहरू चल्न सकिन्छ, आय स्रोतमा जोड्न सकिन्छ भन्ने मुख्य योजना रहेको छ। हाल चाहिँ हाम्रो यो मनोकामना मन्दिरको काम चाहिँ 90% काम भइसकेको छ, बाँकी पूर्वाधारको कामहरू बाँकी नै छ। यसलाई चाहिँ यसको पुरा गर्नको लागि हामीले स्थानीय सरकार, प्रदेश सङ्घीय सरकारसित हामीले बजेटको कामहरू अगाडि बढाएको छ। यो कुमेरदुङ पार्कबाट मनोकामनाको पार्कसम्म झुलुङ्गे पुल बनाउने एउटा गुरु योजना बनाएको छ। आउने यो 82-83 हामीले सङ्घीय सरकारलाई एउटा प्रपोजल बुझाएको छ। हामीले चाहिँ यो झुलुङ्गे पुलबाट वालिङबाट आउने, वालिङ नगरपालिकाबाट आउने र जुन चाहिँ सिद्धार्थ हाइवेबाट आउने भारतीय पर्यटकहरूलाई कसरी यहाँसम्म ल्याउन सकिन्छ भनेर हामीले चाहिँ एउटा यो झुलुङ्गे पुल, मनोकामना मन्दिरसम्म आउने झुलुङ्गे पुल निर्माण गर्ने एउटा गुरु योजना बनाएको छ। त्यसमा चाहिँ सम्पूर्ण सङ्घ संस्थाले पनि, एउटा प्रदेश सरकार र सङ्घीय सरकारले पनि बजेटको लागि चाहिँ उहाँहरूले चाहिँ एउटा खाका बनाएको छ। त्यसमा चाहिँ विशेष गरी सम्पूर्ण जनताहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो मनोकामना मन्दिरलाई मात्रै हामीले चाहिँ एउटा पर्यटनको विकासमा हामीले गर्न सकियो भने भावी दिनहरूमा यसले चाहिँ हाम्रो बिरुवाको क्षेत्रमा नभई स्याङ्जा जिल्लामै एउटा चाहिँ आर्थिक आय आर्जनमा यसले टेवा दिनेछ भन्ने मलाई पूर्ण आशा रहेको छ। यो सङ्घीय सरकार, प्रदेश सरकारलाई म के अनुरोध गर्न चाहन्छु भने यो 83 सिद्धार्थ हाइवेदेखि पृथ्वी हाइवेलाई एउटा चाहिँ गुणस्तर यो बिचको बाटो वालिङ, बिरुवा र तनहुँको केही भाग शुक्ल गण्डकी नगरपालिकासम्म यो चाहिँ बिचबिचमा चाहिँ केही कामहरू भइरहेछ, पिच पनि भइरहेछ, पूर्वाधारको पुलहरू सबै बनिसकेछ। यो रत्ने, राक्सेघाट, बिरुवाको पुल अनि म्याङखोलाको पुल, साँखेको पुलहरू सबै पूर्वाधारको काम भइसकेछ। बिचमा केही भागमा चाहिँ पिच पनि भएछ, बाँकी 60-65 किलोमिटर यो बाटोमा पिच भएको छैन। यो पिच भयो भने अवश्य नै यो दुईटा जिल्लालाई जोड्ने बाटो र एउटा यो ढोरफिर्दीको ढोर बराएर मनोकामना मन्दिरसँग जोडिने जुन चाहिँ भक्तजनहरूको आवत जावत छ, यसलाई चाहिँ अब भविष्यमा यसको चाहिँ ठुलो सम्भावना छ। नेपाल सरकारलाई म के अनुरोध गर्न चाहन्छु भने यो दुईटा बाटोलाई चाहिँ जुन 83 कुसुम भाङजेङ तर्ले धुलीगुँडा र अर्को जुन चाहिँ माथिको मनोकामनाको बाटो 83 रत्ने मनोकामना मेथाभुरुङ धुलीगुँडा, यो दुईटा बाटोलाई विस्तार गर्यो भने यो पोखराबाट घुमेर जानु पर्दैन। यो बिचको बाटो चाहिँ लगभग काठमाडौँ जानको लागि चाहिँ 60 किलोमिटर जति हामीले चाहिँ कम पर्न आउँछ। दूरीको हिसाबले 60 किलोमिटर चाहिँ दूरी कम हुन्छ। त्यस कारणले चाहिँ नेपाल सरकारलाई चाहिँ यसको लागि चाहिँ यो बजेटको लागि चाहिँ पनि अनुरोध गर्दछु र हामीले वडाबाट गर्नुपर्ने डकुमेन्ट्रीहरू, सिफारिसहरू हामीले चाहिँ वडाबाट पनि सङ्घीय सरकार, प्रदेश सरकारलाई चाहिँ हामीले चाहिँ अनुरोध गरिरहेको छौँ। अवश्य नै यो निकट भविष्यमा अवश्य यो बाटोहरू पिच गर्नको लागि सम्पूर्ण सङ्घ संस्थाहरूलाई म हार्दिक अनुरोध गर्दछु। हस्त, धन्यवाद, नमस्कार। यहाँका स्थानीयहरू बिहान घाम उदाउन साथ घाँस दाउरा सङ्कलन गर्न जङ्गल भिरपाखामा पुग्ने गर्दछन्, जुन उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि यहाँका मानिसहरू आफ्नो जीवनयापनका लागि भिरपाखामा घाँस दाउरा सङ्कलन गर्दै आइरहेका छन्। त्यति मात्र नभई चैत वैशाखको बेलामा बुट्यानहरू प्रशस्त मात्रामा नभएको कारण आफ्नो ज्यान जोखिममा राखेर घाँस दाउरा गर्न निकै भिरालो र अग्लो रुखहरूमा काम गर्ने गर्दछन्। यहाँको जीवन सङ्घर्षपूर्ण छ तर सन्तुष्ट छ। धान, मकै, गहुँ, कोदो लगायतका खाद्य बालीहरूको खेती गर्ने गर्दछन्। साथसाथै
बाख्रा पालनलाई पनि आम्दानीको रूपमा लिने गर्दछन्। अहिलेको आधुनिक प्रविधिको युगमा पुराना प्रविधिको प्रयोग कमै मात्रामा देखिए तापनि यो ठाउँमा ढेकी झाँटो जस्ता प्रविधिहरूको अझै पनि प्रयोग गरिएको देखिन्छ। किसानहरू परम्परागत खेतीसँगै सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आम्दानीको मुख्य स्रोतको रूपमा विकास हुँदै गएको छ। यसरी सुन्तला खेती केवल यहाँको कृषि गतिविधि मात्र नभई आर्थिक समृद्धिको आधार बन्दै गएको छ। कृषि पेसासँगै परम्परागत सिपहरू पनि जीवनको महत्त्वपूर्ण आधार बनेका छन्। यहाँका केही समुदायहरू आरनमा हँसिया, कुटो, कोदालो जस्ता औजार निर्माण गर्ने पेसा गर्दै आइरहेका छन्। गिरमान सुनारलेंगा हांगो मारने घोड़ा इसे काम न बाजू के पाटा की हटिंग जात चले जात न मुचा हो काम न जात न लेकर जम्मा सेवा जात न मुक्या लेकर काम मैले अब यो अर्जपुर्ज गर्नलाई चाहिँ दाउरा काट्न मकै खन्न कोदाली नलाग्दाखेरि सबै आउँदाखेरि अर्जपुर्ज गर्ने अब जेला चाहिँ ठुलो सानोको हेरेर अब 100 रुपैयाँ 150 रुपैयाँ हेरी हेरी दिनुहुन्छ। काम दुःखै छ के दुःख अनुसारले सबैले दिनुहुन्छ। बाबुबाजेहरूले नै गरिराखेको काम अब मैले 9-10-12 वर्षैदेखि यही काम गरिराखेको बाजेसित पछि पछि हिँडेर गरिराखेको हुँदाले चाहिँ यही काम गर्दैछु। यसैसँगै यहाँका बासिन्दाहरू शिक्षा, स्वास्थ्य, सवारी चालक क्षेत्रमा सक्रिय रूपमा संलग्न छन् भने अन्य ज्याला मजदुरी गर्ने, डोको बुन्ने, पशुपालन गरी बेचबिखन गर्ने जस्ता बहुआयामिक जीवनशैली अपनाउँदै अघि बढिरहेका छन्। शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी लगायतका आधारभूत आवश्यकताहरू हरेक गाउँघरको समस्या नै हुन्। समयसँगै गाउँ विकासोन्मुखतिर लागिरहेको छ। साथै अवसर, रोजगारी, आधुनिक सुविधाको खोजीमा गाउँलेहरू सहर तथा विदेश पलायन भइरहेका छन्। जे जस्तो भए पनि आफ्नो मातृभूमि सधैँ प्यारो हुन्छ। आफ्नो जन्मभूमिलाई कहिल्यै बिर्सनु हुँदैन, किनकि यही हाम्रो पहिचान र जरा जोडिएको हुन्छ।